अहिले 2026 को फिफा वर्ल्ड कपको चर्चा संसारभरि चलिरहेको छ। 48 वटा देशहरूले फिल्डमा आफ्नो ज्यान फालिरहेका छन्। एसियालाई हिस्ट्रीकै सबैभन्दा धेरै स्लट्सहरू पनि मिलेको छ यो साल। तर हामी नेपाली फ्यान्सहरू, हामी आज पनि अर्जेन्टिना कि ब्राजिलको जर्सी लाएर टिभी अगाडि बसिरहेका छौँ, किनकि वर्ल्ड कपमा नेपाल हाम्रो लागि कहिले अप्सन बन्न सकेन। एकचोटि यो फोटो हेर्नुहोस् त, यो कुनै क्रिमिनलहरूको फोटो होइन। 2015 को दसैँको ठिक अगाडि नेपाली नेसनल टिमका क्याप्टेन सहित टप 5 खेलाडीहरूलाई पुलिसले यसरी नै समातेको थियो। आरोप यो थियो कि उनीहरूले विदेशी बेटिङ माफियाबाट लाखौं रुपियाँ खाएर डेलिबरेटली देशलाई म्याच हराएका थिए भनेर। देशलाई धोका दिएको आरोपमा हामीले यी खेलाडीहरूलाई देशद्रोही त भन्यौं, तर के उनीहरूलाई त्यो अवस्थासम्म धकेल्ने झनै ठुला देशद्रोही ती विदेशी माफिया मात्र थिए त, कि हाम्रो आफ्नै सिंहदरबार र एन्फाको त्यो भ्रष्ट सिस्टम थियो जसले वर्षौंदेखि फुटबलको नाममा आफ्नो भुँडी भर्ने बाहेक केही गरेन। जब देशको सरकारले नै आफ्ना नेसनल हिरोजलाई खाली पेट मैदानमा कुदाउँछन्, तब त्यहाँ यस्तो परिस्थिति नआउला भन्न सकिँदैन। त्यति बेलाको भ्रष्ट सिस्टमले नै हाम्रा तमाम फ्याक्ट्रिज, ट्रोली बस, रोपवेहरू त मार्यो र नेपाली फुटबल पनि त्यसैमा तानिँदै थियो। आज हामी हेर्छौँ कसरी 30,000 अडियन्सले स्टेडियम तताउने हाम्रो राष्ट्रिय शानलाई फोरी राजनीति र भ्रष्ट नेताहरूले खेलाडीहरूको भविष्य जलाउने मसान घाट बनाएर मार्यो। सो लेट्स अनफोल्ड द हिस्ट्री अफ नेपाली फुटबल। कथा सुरु हुन्छ 1977 सालतिर। आज गल्ली गल्लीमा केटाकेटीले धुलो उडाई खेल्ने यो फुटबल नेपालमा यसरी आम जनताबाट सुरु भएकै थिएन। यो सुरु भएको थियो राणाहरूको दरबारबाट। ब्रिटिस इन्डियाबाट पढेर आएका इलिट राणाहरूले यो गेमलाई सिंहदरबार, छाउनी र जौलाखेल ग्राउन्डमा भित्राएका थिए। सोच्नुहोस् त एकछिन, एउटा यस्तो टाइम जहाँ न प्रपर गोल पोस्ट थियो न कुनै रुल्स, खाली बललाई पेलेर अपोनेन्टको लाइन कटाउन सक्यो भने गोल हुन्थ्यो। र त्योभन्दा पनि इन्ट्रेस्टिङ फ्याक्ट के थियो भने त्यति बेला आजकल जस्तो प्राइज मनी हुन्थेन। त्यो बेला दरबारभित्रको गेमहरूमा 100 देखि 200 वटा खसीको बेट लगाएर गेम खेलिन्थ्यो। तर एउटा गेमलाई सधैँ दरबारभित्र लुकाएर कहाँ राख्न सकिन्छ र? नरशमशेरले यो रुल तोडेर गेमलाई त्यति बेलाको पब्लिक ग्राउन्ड यानी टुडी खेलमा निकाले। अनि जब राणा शासन ढल्यो, फुटबल पनि दरबारको पर्खाल नागेर आम जनताको मैदानसम्म पुग्यो। जो क्रान्तिकारीहरूले राणा शासन ढाल्नको लागि बन्दुक बोकेर रगत बगाएका थिए, प्रजातन्त्र आएपछि उनीहरूले हतियार बिसाए र फुटबल उठाए। ती एन्टी राणा फ्रिडम फाइटर्स र एक्स गोर्खाजहरू मिलेर एउटा फुटबल टिम बनाए, रक्षा दल। त्यति बेलासम्म दशरथ रङ्गशाला बनिसकेको थिएन, त्यसैले फुटबलका पब्लिक टुर्नामेन्टहरू सिंहदरबारको ग्राउन्डमै आयोजना हुन्थ्यो। हिजोसम्म जुन सिंहदरबारको पर्खाल आम जनताको लागि पूर्ण रूपले बन्द थियो, प्रजातन्त्र आएपछि त्यही ग्राउन्डमा हजारौं जनताको भिड जम्मा भएर राणा शासन ढाल्ने योद्धाहरूले फुटबल खेलेको हेर्दै थिए। यो खाली नर्मल फुटबल म्याच मात्र थिएन, यो पावर जनताको हातमा आएको प्रतीक पनि थियो। 2012 सालमा दशरथ रङ्गशाला बनिसकेपछि फुटबल नेपालीहरूको पनि लोकप्रिय बन्न थाल्यो। त्यो बेलाको क्रेज तपाईँले इमेजिन पनि गर्न सक्नुहुन्न। 15,000 अट्ने स्टेडियम सधैँ फुल हुन्थ्यो र कतिचोटि त क्यापेसिटी भन्दा धेरै मान्छेहरू कोची स्टेडियममा गेम हेर्न आउँथे। आज हाम्रा टप नेसनल प्लेयर्सहरू विदेश गइरहेका छन्, तर आजभन्दा 50 वर्ष अगाडि ठिक उल्टो थियो। इन्डियन नेसनल टिमका क्याप्टेन श्याम थापा आफ्नो प्राइम करियर छोडेर 10 वर्षसम्म नेपालको बोइज युनियन क्लबबाट खेल्न काठमाडौँ आएका थिए। त्यसले नै देखाउँछ कि हाम्रो लिग त्यो बेला कति हाइपमा थियो भनेर।
अझ नेपाली फुटबलको गोल्डन एरा थियो 2040 सालमा, जब साउथ एसियन गेम्समा नेपालले आफ्नो होम ग्राउन्डमा बङ्गलादेशलाई 4-2 हराएर गोल्ड जितेको थियो। अनि त्यसको ठिक 9 वर्षपछि फेरि 2049 सालको स्यागमा त झन् नेपालको कट्टर प्रतिद्वन्दी यानि आर्क राइभल इन्डियालाई पेनाल्टीमा हराएर नेपालले फेरि पनि गोल्ड जित्यो। त्यो टाइम मनी शाह, जसलाई नेपाली म्याराडोना पनि भनिन्थ्यो, उनको फुटबल म्याजिक ग्राउन्डमा देख्न पाइन्थ्यो। यो त्यो क्षण थियो जब नेपाल फिफा ऱ्याङ्किङमा 124th पोजिसनसम्म पुगेको थियो, आजको ऱ्याङ्किङ भन्दा मोर देन 50 ऱ्याङ्क्स अहेड। त्यति बेला नेपाल युरोपका कतिपय देशहरूभन्दा पनि माथि थियो। 40 सालको यही ऱ्याङ्क नै हाम्रो हिस्ट्रीको सबैभन्दा हाइएस्ट थियो। तर स्याड कुरा, हाम्रो फुटबलको डाउनफल यो पिक पछि होइन, यो पिक छुनुभन्दा 5 वर्ष अगाडि नै सुरु भइसकेको थियो। खेलाडीहरू ग्राउन्डमा आगो बालिरहेका थिए, तर सिस्टम भित्रभित्रै सड्न थालिसकेको थियो। त्यो कसरी भयो भन्नुभन्दा अगाडि, यदि तपाईँलाई यस्तै रिसर्च ड्रिभन डिटेल्ड र स्टोरिजहरू मनपर्छ भने प्लिज अहिले नै च्यानललाई सब्सक्राइब गरिहाल्नुहोला। कुरा हो चैत्र 29, 2044 सालको। 124 ऱ्याङ्कसम्म पुगेको गोल्डन टाइम भन्दा ठिक 5 वर्ष अगाडि। एकातिर खेलाडीहरू भने मैदानमा आफ्नो देशलाई जिताउन जी जान लगाउँदै थिए, र अर्कोतिर हाम्रो त्यति बेलाको भ्रष्ट सिस्टम भने गेम हेर्न आएका हजारौं फ्यान्सहरूको ज्यानको बाजी लगाइरहेको थियो। त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल चलिरहेको थियो। 15,000 क्यापेसिटी भएको दशरथ रङ्गशालामा 30,000 भन्दा धेरै फ्यान्सहरू अटाइ नअटाइ बसेका थिए। एक्कासी ठुलो हावाहुरी र असिना पर्न थाल्यो। ओपन टेरेसमा बसेका हजारौं मान्छेहरू असिनाबाट बच्न ठुलो हुल बनाएर छाना भएको स्ट्यान्डतिर भागे। तर मेन ट्रेजेडी त त्यो बेला भयो जब उनीहरू बाहिर निस्किने गेटमा पुगे। स्टेडियमको सबै एक्जिट्स र गेट्सहरू लक्ड थियो। त्यो बेला टिकट नकाटेका मान्छेहरू भित्र नआउन् भनेर रङ्गशालाको प्रशासनले गेटमा ताला लगाएर राखेको थियो, र जब आपत पर्यो त्यो गेट खोल्ने कुनै इमर्जेन्सी प्रोटोकल नै थिएन। अनि सुरु भयो त्यो ट्रेजेडी। असिनाबाट बच्न आधी हुल एक्जिट गेटतिर हुलिए, तर त्यो हुलले फलामी गेट बन्द देखेपछि त्यहाँबाट पछाडि हट्न नपाउँदै पछाडिबाट अर्को विशाल हुल आएर उनीहरूलाई धकेलियो। पछाडि धकेल्ने भिडलाई अगाडि बाटो बन्द छ भन्ने कुरा थाहा थिएन। निरन्तर ठेल्लम ठेल बढ्दै गयो। फलामी गेट र पछाडिको हजारौं भिडको बीचमा परेका मान्छेहरू नराम्ररी च्यापिए। सास फेर्ने ठाउँ नै थिएन। बस्नको लागि मान्छेहरू एकमाथि अर्को खप्टिन थाले। त्यो ठाउँ एउटा अकल्पनीय स्ट्याम्पिडमा बदलियो, र टिकटको पैसा बचाउने चक्करमा 93 जना खिचिएर मारिए। फ्यान्सहरू फुटबलको लागि ज्यान नै जोखिममा हाल्दै थिए, तर सिस्टमलाई 30,000 दर्शकको सेफ्टीको बालै थिएन। त्यो दिन स्टेडियममा खाली 93 जना फ्यान्स मात्र मरेनन्। नेपाली फुटबलको भविष्य पनि त्यही गेटबाट खस्किन थाल्यो। वर्ल्ड कप क्वालिफायर्समा त झन् हाम्रो यात्रा सधैँ एउटा रोलर कोस्टर जस्तै भयो। 1985 मा दावेदार प्रतिस्पर्धी मानिएको मलेसियालाई नेपालले 0-0 को ड्रमा रोक्यो। 2001 मा मकाउ विरुद्ध निरञ्जन रायमाझीले ह्याट्रिक गरेर नेपाललाई 6-1 को जित पनि दिलाए। 2003 को एसियन कपमा भने वर्स्ट नै भयो। साउथ कोरिया लास्ट वर्ल्ड कपमा पोर्चुगललाई पनि हराएको कन्ट्रीले नेपाललाई यस्तो नराम्ररी हरायो। इमेजिन गर्नुस् त कति गोल खायो होला? 5 गोल, 10, 15 होइन, पुरै 16-0 नेपाल हारेको थियो। नेपालको हिस्ट्रीमै वान अफ द बिगेस्ट डिफिट्स थियो यो। पछि 2011 मा वर्ल्ड कप क्वालिफायरको लागि नेपालले जोर्डनको होम ग्राउन्डमा 9-0 को यस्तो लज्जास्पद हार बेहोरेको थियो। तर फेरि यसको केही दिन पछि नै त्यही जोर्डन काठमाडौँ आयो।
र दशरथ रङ्गशालाको ठुलो झरीमा नेपाली खेलाडीहरूले 81st र्याङ्कको त्यो बलियो जोर्डनलाई 1-1 को बराबरीमा रोकेर आफ्नो डुबिसकेको डिग्निटी बचाए। अब हेरौँ भिडियोको सुरुमा भनेको टपिक बारे। किन 2015 मा नेसनल प्लेयर्सहरूलाई म्याच फिक्सिङ गर्नुपर्ने जस्तो घटिया अवस्था आयो त? यसको जरा एन्फाको राजनीतिमा छ। गणेश थापा, जसले एन्फालाई 20 वर्षसम्म आफ्नो पिताको सम्पत्ति या यही कुरालाई गालीमा कसरी भन्नुहुन्छ आफै बुझ्नुहोस्, हो त्यो जसरी चलाए। यो एरामा एन्फा आफ्नो मान्छे राख्ने भर्ती केन्द्र जस्तै थियो। प्लेयरको भविष्यको बालै छैन, तर कतारी अफिसियल बिन हमामबाट $1 लाख को घुस आफ्नो छोराको अकाउन्टमा ल्याउने काम भयो, जसको कारण 2015 मा फिफाले उनलाई 10 वर्षको ब्यान पनि लगाएको थियो। यता नेताहरू करोडौंको खेल खेल्दै थिए, उता ए डिभिजन लिगहरू 1000 दिनभन्दा बढी समयसम्म बन्द थिए। खेलाडीहरूसँग न त रेगुलर तलब थियो न त आफ्नो भविष्यको ग्यारेन्टी नै। जब सिस्टमले नै आफ्नो नेसनल हिरोजहरूलाई पेट पाल्न नसक्ने अवस्थामा पुर्याउँछ, तब मोरली ब्याङ्क्रप्ट सिस्टममा खेलाडीहरू पनि भड्किन्छन्। 2015 को म्याच फिक्सिङ काण्ड त्यही सिस्टमको फेलियरको अल्टिमेट रिजल्ट थियो भनेर धेरैले पनि भन्छन्। पछि सुप्रिम कोर्टले उनीहरूलाई सफाई त दियो, तर पब्लिकको ट्रस्ट सधैँको लागि टुटिसकेको थियो। आज 2026 सम्म आइपुग्दा हाम्रो नेपाली फुटबल, स्पेशली मेन्स डिभिजन यति दयनीय भइसकेको छ कि कुरै नगरौँ। तर अर्कोतिर हेर्नुस्, हाम्री गोर्खाली चेली सावित्रा भण्डारी साम्बा, जो आज फ्रान्सको टप डिभिजनमा खेल्छिन्। नेपालको वुमेन्स फुटबल टिम वर्ल्ड र्याङ्किङमा 88 मा छ, तर सिस्टम आज पनि उस्तै छ। जब साम्बालाई नी सर्जरी गर्नु परेको थियो, सरकारले केही सहयोग गरे जस्तो त गर्यो, तर त्यतिले नपुगेर उनले आफ्नो सर्जरीको लागि सोशल मिडियामा आफै क्राउड फन्डिङ गर्न बाध्य हुनु पर्यो। सिस्टमले बाटो बनाएन, साम्बाले आफै बनाइन्। उता मेन्स टिम 176 र्याङ्कमा झरेको छ। एक जमानामा 30,000 मान्छे कोचिने दशरथ रङ्गशालामा मार्च 2026 को डिपार्टमेन्टल डर्बी आर्मी भर्सेस एपिएफमा जम्मा 570 टिकट सोल्ड भएको थियो। यो जतिको डाउनफल त के नै हुन सक्छ र सबैभन्दा दुःखद कुरा, आज हाम्रा नेसनल टिमका स्टार प्लेयर्सहरू लाइन लागेर अस्ट्रेलिया गएका छन्। ए डिभिजन लिग खेल्न होइन, त्यहाँका वेयर हाउसमा सामान बोक्न, किचनमा भाँडा माझ्न र कन्स्ट्रक्सन साइटमा काम गर्न। अहिले जब युएसएमा वर्ल्ड कप चलिरहेछ, नेपालमा एन्फा र नेसनल स्पोर्ट काउन्सिल बीच खुट्टा तानातानी भइरहेको छ। 24 जना एन्फा अफिसियलहरू फरेन ट्राभलमा ब्ल्याकलिस्ट भए। लिग बिचमै रोकिएको छ र फिफाले ग्लोबल ब्यानको थ्रेट पनि दिएको छ। वर्ल्ड कपको सपना देखेको हाम्रो देशले आफ्नो होम म्याच होम ग्राउन्डमा पनि खेलाउन सकेन, किनकि स्टेडियमको पिच खत्तम थियो। नेपालमा फुटबल मरेको होइन, फ्यान्सहरूको प्यासन पनि मरेको होइन, तर यो खेल खेल्ने मैदान, लिग खेल्ने क्यालेन्डर र प्लेयर्स बाँच्ने इन्कम मरेको हो। प्रब्लम हाम्रो ट्यालेन्टमा होइन, प्रब्लम हाम्रो सिस्टममा हो। ओली, देउवा, प्रचण्ड सबैको सरकार आए गए, नयाँ नेता आए, तर सिस्टमको माइन्डसेट कहिले चेन्ज भएन। अबको नयाँ बालेन सरकारमाथि कतिको आश गर्न सकिन्छ? नेपालले वर्ल्ड कपको बारेमा सोच्नुभन्दा पहिला आफ्नो करप्ट फुटबल सिस्टम हटाउनु पर्छ। तपाईलाई के लाग्छ कि हाम्रो फुटबल सिस्टम कहिले सुध्रेला? के नयाँ जेनेरेसनले यसलाई जोगाउन सक्ला? कि सधैँको लागि प्लेयर्सहरू यसरी नै अस्ट्रेलिया जानुपर्ने हो? हाम्रो भिडियोजहरू तपाईलाई कस्तो लागिरहेको छ प्रतिक्रिया दिनुहोला र अब आउने भिडियोमा के टपिकलाई अनफोल्ड गरेको हेर्न चाहनुहुन्छ कमेन्ट सेक्सनमा अवश्य राख्नुहोला। टिल देन कीप वाचिङ टाइम अनफोल्ड।